साइकलले झन्डै गाड हान्थ्यो त। हेलो साथीहरु, ल म अहिले ठ्याक्कै कर्णालीको ब्रिजमा छु भन्ने अनि म ठ्याक्कै गलत हुन्छु हैन। ट्याक्क ल हेर्नुस्, सरर कर्णालीको ब्रिज जस्तै छ ट्याक्क हैन। यता सरर पानी स्वा गरेको छ, जान पाइन्न। म पनि हिँड्दैछु सरर पुलमा। आज भाइके त पुलमाथि सरर हिँड्दैछ। घाम त्यस्तै छ, गर्मी त्यस्तै छ हैन। त्यही हो पुल। हेर्नुस्, उता अगाडि सरर हिँड्दैछन् साथीहरू। तर मेरा साथी हैनन् नि, फेरि अरूका साथीहरू आँखा लाउने मारिहाल्छन्। यस्तो गर्ने गाह्रो छ विदेशको ठाउँमा यस्तै हो साथीहरू। यस्तो यहाँ पनि पौडी खेल्दो रहेछन्। पानी देख्नुभयो, पौडी खेल्दो रहेछन् त्यहाँ पारी पनि। नङ्गै बुङ्गै भएर पौडी खेल्दैछन् केटाकेटीहरू हैन। तर यहाँ खर केही छैन। केटाकेटीहरू नाङ्गै बुङ्गै भएर एकै ठाउँमाथि बस्ने, पौडी खेल्ने सामान्य कुरो हो। त्यसमा केही छैन। मात्र त्यही हो कि अरूको बुढीलाई अरूले देख्ने गरेर आँखा लाउनु भएन, नत्र अङ्गालो मार्ने चुप्पा खाने भनेको यहाँ सामान्य हो। अब त्यही अगाडि हिँड्दैछन्। अब के गर्ने, भाषा मिल्दैन, जान्दैन। भाषा आए पो यसो केसा सौतिनी भन्नुहुन्थ्यो। गाह्रो छ त्यो जुनको ठ्याक्कै आधा महिनाको यो घाम गर्मी। एकदमै गर्मी छ साथीहरू यो जुनमा। यता चिसो पानी छ भने यता मलाई यहाँ धेरै गर्मी छ हैन। अब गर्मी कति छ भन्ने कुरो मेरो तुप्पीले मापन गर्दैछ। म बेलुकी ठ्याक्कै पत्ता लगाउँछु। अहिले म हिँड्दैछु, मेरो तुप्पीले चाहिँ गर्मीको मापन पत्ता लगाउँछ साथी अहिले बेलुकीसम्म। ल हेर्नुहोस्, यहाँ यत्रो पानी गएको छ, देख्नुभयो? यत्रो पानी गएको छ। यतातिर यस्तो छ, यहाँबाट उता पानी जान्छ। यहाँ पुरा ड्याम हो यो। पानी खोल्ने बन्द गर्ने यत्रो मोटर रहेछ हैन। यो ढोका सरर त सार्ने होला सायद। के गर्ने, आमामा यस्तो पनि रहेछ यति। ल हेर्नु त, पानी यता गएको कि उता गएको थाहै छैन यार। ए बुढी सोल्तिनीहरू पनि अगाडि हिँडेकै छन्, म पनि हिँडेकै छु। ल हेर्नुहोस्, म जानेको यो माथिको यो डाँडामा हो। तर बाटो यता कता बाटो छ भन्ने कुरो बाटो खोज्दैछु होइन। हिँडेर जान गाह्रो छ। यो माथिको डाँडा जानुपर्ने। पर घुम्न पर्ला जस्तो छ। हर केही छैन, केता हिँडेकै मान्छे हो, गाउँघरको हिँड्छ। के गर्ने, पैसा जोगाउनै पर्यो। बोल्टमा जाने हो भने त्यहाँ जानलाई 5 युरो ल्याउँछ। 5 युरो कमाउनलाई 1 घन्टा काम गर्नुपर्छ। 1 घन्टा यस्तो गर्मीमा काम गर्नुपर्छ है साथीहरू। 5 युरोको कति हुन्छ, 750 हुन्छ नेपाली। 750 कमाउनको लागि 1 घन्टा मोरेर काम गर्नुपर्छ। फेरि त्यो भएर 5 रुपियाँ जोगाउनु पर्छ। कसरी हुन्छ, जोगाउनु पर्छ भन्ने मेरो सिद्धान्त हो। हेर्नु साथीहरू, कहाँनिर के भयो, एम्बुलेन्स पुरा दमकल सब रन्के तुई गर्दै होइन। यहाँ जेब्रा क्रसिङ छ, यहाँबाट जानुपर्छ। सीमा सुधार जेब्रा क्रसिङमा नि गाडी रोक्दैन है। एउटा गाडी रन्केर भाग्यो, एउटा गाडीले रोक्यो साथीहरू होइन। जेब्रा क्रसिङमा चाहिँ यहाँ नेपालको जस्तो होइन साथीहरू। जेब्रा क्रसिङमा झ्याप्प मान्छे आएको देख्यो भने गाडी ठ्याप्पै रोक्नुपर्छ, होइन भने फेरि गाँड गुलित फेरि फाइन लगाइदिन्छ पुलिसले बेतायो भने। त्यो भएर यहाँ झ्याप्प जेब्रा क्रसिङ देख्दा बित्तिकै गाडी ठ्याक्कै रोकिदिनुपर्छ। त्यस्तो छ। गर्मीले मार्ने नै भयो। नेपालीको छोरो जाँठो गर्मीसँग डराउँदिन अब भनेर भन्दैन। के गर्ने, उता त अब पुलिस मामा आएर रहेछन्। ठिक छ बाबु, जाऊ बाबु जाऊ। पुलिस बा गयो ती। अहिले फेरि हिरानबाट घुमाएर आएर नि फेरि किन भिडियो गरी छोड्न सक्छन्। गाह्रो छ नि यहाँ, हर केही छैन। र मान्छेहरू कति काला हुन्छन् यार हेर्नु त। यो भन्दा त म त गली सिधै छुट्टियो छ नि त। हर केही छैन, यस्तै छ। आमामा गाह्रो छ नि हो, गाह्रो छ। विदेशको ठाउँमा गाह्रो छ साथीहरू। म तपाईँहरूलाई थोरै बजार देखाउँछु। ल हेर्नुहोस्, त्यो पारी पुरै डाँडा पुरै बजारहरू भयो हेर्नु है। हेर्नु हो, यता अहिले कुना कुनामा ठ्याक्क शीतल हिँडिरहेको छ है साथीहरू। ल आजको गर्मी एकदम धेरै छ। आकाश एकदम खाली छ, झन् केर घाम लागेको छ। यहाँ अहिले ठ्याक्क 3 बज्न लाग्यो होइन। तर यहाँ 3-4 बजे भनेको
ठ्याक्कै नेपालको दिउँसो 12 बजेको जस्तो घाम हुन्छ क्या। यहाँ अब राति 9:45 9:30 10 बजे उज्यालै हुन्छ होइन। त्यो भएर पनि होला 3-4 बजे घाम भनेको बहुत चर्को हुन्छ, धेरै गाह्रो छ। अब यहाँबाट उता अगाडि लागेपछि बिस्तारै बिस्तारै घाम आउँदैछ। तर एउटा अनौठो कुरा मसँग के छ भने साथीहरू, मेरो यहाँ टुप्पी देख्नुभयो, बाल धेरै बाल छ नि होइन। तर यो टुप्पीको बालमा चाहिँ एउटा बालमा चाहिँ यस्तो बाल छ कि मेरो ठ्याक्कै घामको तापक्रम कति डिग्री छ, माइनस प्लस के छ भने ठ्याक्कै पत्ता लगाउँछ साथी हो। मैले एकछिनमा तपाईँलाई कति डिग्री छ घाम भनेर ठ्याक्कै पत्ता लगाउँछ। टुप्पीले पत्ता लगायो भने म तपाईँहरू देखाउँछु है त। साथीहरू म एउटा पार्कमा आएँ होइन। यो पार्कमा के छ भनेपछि ठ्याक्कै के जस्तो देखिन्छ ल, हेर्नु है, देख्नुभयो? यसलाई ठ्याक्कै सानो गराएर सानो स्वरूप मानेर ट्याक्क सम्झेर सानो छ यो भनेर सानो सम्झेर हेर्नु त कस्तो देखिन्छ, ठ्याक्कै छ। गाडी भएको मान्छे यतै गाडी पार्किङ गर्न छिर्छन्। हामी विगतमा मात्र हिँड्ने पाङ्रा भएको गाडीवाला सर्लको यता है। अब धेरै बेर छैन साथीहरू, मेरो टुप्पीले तापक्रम कति छ भनेर देखाउने एकदमै निकट पुगिसकेको छ। अबको केही छिनमा म तापक्रम देखाइहाल्छु है त। फाइनल्ली छोटे भाइ डिक्याथलोनमा आइपुग्यो होइन। डिक्याथलोनमा अब ठ्याक्क भित्र पस्यो। यहाँसम्म आएर ठ्याक्क मेरो टुप्पीले पत्ता लगाए अनुसार गर्मी 42 डिग्री छ। तपाईँहरू पनि त्यसरी टुप्पी मार्फत कसरी पत्ता लगाउने गर्मी कति छ भनेर जान्न मन लाग्यो भने मलाई सम्पर्क गर्नु होला। साथीलाई गर्मी सँगसँगै ढुङ्गाहरू पुरा बिक्रीमा छन् है।